तपाईलाई ध्यान होस्, हरेक मान्छेलाई ध्यान होस्, नेपालमा नभए बन्दुक ल्याएर पड्काउँछ। तपाईँ मान्नुहुन्छ? नेपालले नदेखेको बन्दुक ल्याएर पड्काइदिन्छौँ हामी, नेपालले नचाहेको विद्रोह गरिदिन्छौँ हामी यहाँ। आज जसरी यो चाहिँ यो के कोरोना भाइरस आयो नि, कुन चाहिँ भाइरस ल्याएर छिराउनु पर्ने छिराइदिन्छौँ हामी यहाँ। यति कुरा के मान्नुहोस् भन्दा मलाई मेरो ज्यानको मायै छैन के। तपाईँ एकजनालाई तपाईँले यही कुरा गर्दै हुनुहुन्छ भने कतिजना हुनुपर्छ? ओसामा बिन लादेन कतिजना थिए, बुद्ध कतिजना थिए, माओ कतिजना थिए? लड्ने कसले भन्ने मात्र, त्यो लडाइँ हामी लड्दैछौँ नि, त्यो विद्रोहको तयारी त हामीले गरिरहेछौँ। मृत्यु मुक्ति, यो मृत्यु के ठुलो कुरा हो भनेको के, यो त सत्य कुरा हो नि। जन्मिएपछि तपाईँ एक्लै ओन्ली वान कस्तो एक्लै भन्नुभएको? तपाईँले अस्ति दैलेखमा देख्नु भने फागुन 1 गते त्यो 20,000 मान्छे को थिए? फागुन 1 गते 70 मा देख्नु भने 50,000 मान्छे को थिए? चैतको 30 गते नेपालको 10,000 मान्छे को थिए? अहिले देशभरि यत्रो टिम हेरेर तपाईँ मलाई एक्लै देखिरहनु भएको छ। तपाईँहरूको यही गलत भ्रम देख्दा देख्दै पनि एक्लै जुन दिन पड्किन्छ नि, जुन दिन 77 जिल्लामा पड्किन्छ नि, जुन दिन हल्लिन्छ नि, अनि त्यो दिन थाहा हुन्छ फेरि एप्रोक्सिमेटली त्यो टाइम कहिले होला खगेन्द्रजी? जस्तो त्यो टाइम चाहिँ त पड्किने टाइम चाहिँ होइन, यो दसैँको टिका जस्तो यति बजेर यति मिनट भन्ने हुँदैन। त्यो आन्दोलन भनेको इन्जिनियरले डिजाइन गरेको बाटोमा यता हिँड्ने, छड्के हिँड्ने भन्ने हुँदैन। त्यो आन्दोलन भनेको तपाईँको दाङमा चाहिँ घडेर किने जस्तो यहाँबाट त्यहाँसम्म मात्रै गर्ने भन्ने हुँदैन। ओके खगेन्द्रजी, त्यसो भए तपाईँको कोअर्डिनेसनको हिसाबमा चाहिँ जो अब आन्दोलन त उठ्छ यसमा त कुनै विमति नै छैन, उठिसक्यो। यस एक्ज्याक्टली उठिसक्यो। अब यसले आकार ग्रहण गर्न बाँकी छ, राइट? तपाईँको केन्द्रीय टिम अब एक्सपोज नै भएर हिँड्ने योजनामा हुनुहुन्छ कि अथवा चाहिँ अर्धभूमिगत हुने योजना हो कि अथवा चाहिँ भूमिगतै हुने योजना हो कि होइन? यो अलिकति सांगठनिक संरचनाको विषयमा तपाईँ धेरै बोल्न नमिल्ला, भोलिबाट चाहिँ राज्य पक्षबाट दमन चक्र सुरु होला होइन? भन्न मिल्छ तपाईँको केन्द्रीय टिम चाहिँ कसरी मोबिलाइज हुन्छ होइन? यो कामीहरूको मात्रै आन्दोलन हो कि यसमा दमाईहरू छन् कि सार्कीहरू छन् कि अथवा अन्य हुन्छ नि त? किनभने अहिलेसम्म राज्य सत्ताबाट हेर्नुहोस् एक घर दमाई। यसकै जवाफ मैले तपाईँलाई भन्न चाहे, जुन खालको फोर्सहरू गठन भएको छ त्यो मैले गरेको गठन। तपाईँलाई एउटा गरेर भनौँ, म तपाईँको लोकप्रिय मिडिया मार्फत एउटै आह्वान गर्न चाहन्छु, तपाईँ माथि विभेद हुन्छ भने बन्दुक पड्काउनुहोस्, त्यो जिम्मेवारी म लिन्छु। राज्यले मलाई एरेस्ट गरे हुन्छ, कति वर्ष थुन्नुपर्छ, मेरो बहिनीहरूमाथि कसरी बलात्कार गर्छ भने त्यसलाई मार्नु, त्यो मैले मार्नु भने हो, मैले मार्नु। चिनौ नचिनौ व्यक्तिगत रूपमा मलाई आवश्यकता छैन। सम्पूर्ण घटनाको जिम्मा खगेन्द्र तपाईँको टिमले लिन्छ, खगेन्द्र सुनारले लिन्छ के। यो राज्यलाई के परोस्, यो सामन्तीहरूको जुन व्यवस्था छ नि, यी शोषक सामन्तीहरूले जुन एउटा चाहिँ प्यारामिटर बनाएर बसेका छ नि मित्र, यी सामन्तीहरू बुझ्नु आवश्यक छ। नेपालमा कहीँ पनि दलितको नाममा हुने विद्रोह खगेन्द्र सुनारले गरेको। नेपालमा कहीँ पनि दलितको विरुद्धमा जिउँछ र दलितले त्यसको प्रतिकार गर्छन् र कसैको ज्यान तलमाथि हुन्छ, म जेल जान तयार छु। नेपालमै बसेर विद्रोह गर्नुहुन्छ कि भारततिर कतै सेल्टर खोजिसक्नु भएको छ? होइन, यो अनावश्यक कुरा नहुनु। किन होइन? अर्को जवाफ म तपाईँलाई दिउँ। अर्को तपाईँले यो सर्वोच्चको कुरा जुन गर्नुभएको थियो, यो सर्वोच्च भनेको यो सामन्तीहरूको केही हामीलाई चाहिँ बुटमुनि चाप्नको लागि, सामन्तीहरूले आफूलाई माथि पार्नको लागि बनाएको एउटा व्यवस्था हो। कालो कोट लाउने कालो मन भएको मान्छेहरूको एउटा व्यवस्था हो। त्यहाँ को छ म व्यक्तिगत रूपमा भन्न चाहँदैन, तर त्यो सामन्तीहरूले के फैसला गरेको छ मैले त पुनः मैले के मात्र बुझेको छु भन्दा यी सामन्तीहरूको नजर कालो छ, तिम्रो बुरा नजर छ, हामीले यति मात्र बुझेका छौँ। तिम्रो त्यो वाल पनि जति ठुलो वाल हो एक दिन भत्किन्छ पनि। तर त्यसो भन्दै गर्दाखेरि तपाईँले चाहिँ लोकतन्त्रको सबैभन्दा पुरानो भूमि हो, अनि त्यो लोकतान्त्रिक भएको त्यो मलाई अमेरिका भन्नेले के बुझ्नु पऱ्यो भन्दा मेरै यो भूगोलमा बसेका कोही नेपालका दलित समुदायहरू मर्या छन्, मैले त्यसलाई अत्याधुनिक हतियार दिएर लड्न दिनु पर्यो। जसरी तालिबानहरूको विरुद्धमा चाहिँ अफगानिस्तान जाएको थियो, त्यो अमेरिका भन्ने यसले पनि सुन्नु पर्यो क्या हामीलाई, अनि यसले पनि हामीलाई सहयोग दिनु, हतियार दिनु पर्यो, पैसा दिनु पर्यो, त्यो चाइनाले पनि दिनु पर्यो। मतलब दलित आन्दोलन चाहिँ विदेशीद्वारा परिचालित आन्दोलन हुनेछ भन्ने सङ्केत गर्न खोज्नु भएको होइन? दिनुपर्छ। त्यही त भनेछ युरोपियन युनियनदेखि लिएर अमेरिका, यसै गरी जसले दिए पनि सुन्नुहोस् न, जसले दिए पनि हुन्छ क्या हामीलाई। मतलब आफूसँग आन्दोलन गर्ने ल्याकत छैन, हामीसँग पैसा छैन त कहाँबाट हतियार कहाँबाट किन्ने त? महँगो पर्छ होला। सुनको पेसा कसले गर्छ सर? होइन, सुनको पेसा सुन हाम्रो घरमा घर पछाडि फल्या हुन्छ र, सुन्तला बुटबाट टिपेर ल्याएर दिने हो र? सुन चाँदीको व्यवसाय गर्ने मान्छे गरेको व्यवसाय पो हो त, त्यो त व्यवसाय हो। त्यो सुन त घरबाट टिपेर ल्याएर बाहुन छेत्रीको घरमा पनि फला छैन होला? होइन, मैले यही भन्दैछु फेरि हेर्नुहोस्, यो भड्काउने कुरा नगर्नुहोस्।